तिहार विशेष र स्पेशल पत्रे रोटी अर्थात् फिनी रोटी साथीहरू बनाउन एकदम सजिलो छ कि। सुरुमै मैदाको पिठो ल्याउने, त्यसमा 1 चम्चा घिउ राख्ने अनि पिठोलाई राम्रोसँग यसरी मोल्ने। चारैतिर लगाएर यस्तो मुलायम बनाइसकेपछि थोरै पानी राख्दै पिठो मुस्दै जानुपर्छ। धेरै पानी राख्यो भने एकैचोटि गिलो हुने सम्भावना हुन्छ। पिठो यत्तिको सारो बनाइसकेपछि यसलाई चाहिँ प्लास्टिकमा पोको पारेर राखिदिने। पोको पारेर राखिसकेपछि पिठो 1-1.5 घन्टाको लागि टक्क राखिदिने। अनि यहाँनिर फेरि साँठोको लागि चामलको पिठो लिने, त्यसलाई घिउमा मजाले यसरी मोल्ने, मुस्ने मजाले ल्याउने। जति घिउ चाहिन्छ त्यति राख्नुपर्छ, पानी सानी राख्नु पर्दैन, पानी राख्नु मिल्दैन। यत्तिको बनाइसकेपछि यसलाई साँठो तयारी भयो। अब यहाँनिर टक्क लाएर थोरै यसमा तेल लगाउने। तेल लगाइसकेपछि अनि ठक्क अघि पिठो प्लास्टिकमा पोको पारेर राखिदिएको थिएँ, पिठो पनि अब मुलायम टक्क राम्रो नरम भएको छ। अब यसलाई फेरि एउटा डल्लोलाई यता राख्छु, अर्को डल्लोलाई फेरि अलिअलि माडमुड पारेर फेरि बेल्नको लागि यसरी स्वाइँ तयार गर्छु। यति गरिसकेपछि एक नासले चारैतिर बेल्ने। त्यसपछि अघि तयार पारेको साँठोलाई यसरी मजाले जति साँठो लिन्छ, जति साँठो खान्छ त्यति मजासँग यसरी लगाउने। अनि अब यसलाई यसरी सर्लक्क फोल्ड गर्दै जाने। यसरी ल हेर्नु, टक्क पारेर एक नासले राम्रोसँग फोल्ड गरिसकेपछि अब आफूलाई कत्रो पिस चाहिन्छ टक्क यसरी काट्ने। ल हेर्नु, अब यति गरिसकेपछि टक्क लाएर अब यहाँनिर फेरि थोरै तेल लगाउने अनि सट यसरी बेल्दै जाने। ल हेर्नु, एकदम छिटो र सजिलो हुन्छ कि फिनी रोटी। अब स्पेसल पनि भयो तिहारको लागि। अब चाहिँ यतिको बेलिसकेपछि अब यसलाई नसुकोस् भनेर एकैछिन कापीमा राखिदिने। टक्क लाएर तेल पनि तातिसकेको छ। अनि अब फिनी रोटी सट बनाउने। यत्तिको पाकिसकेपछि यसलाई सट्ट पारेर निकाल्ने। यसरी तिहार विशेष फिनी रोटी तयार गर्न सकिन्छ साथीहरू। एकदम सजिलो छ रोटी बनाउन चाहिँ, खाना पनि गजब मिठो। तिहार स्पेसल फिनी रोटी तयार गरेँ है मैले त। हजुरहरूले